सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अनि अहिले चाहिँ यहाँ बत्ती लिएर आएको बल्ब अनि जानलाई माथि घर माथि पसलमा पाइँदो रहेछ अनि किनेर ल्याएको। अनि आज चाहिँ कहीँ गइएन, आज पनि बिचभरि बसियो घरमै। अहिले भएर एउटा सानो सागबारीमा मल बोकियो अनि मल छरेर यो बत्ती किन आएको। अब गएर यसलाई जलाउनुपर्छ, बाल्नुपर्छ भनौँ न। अनि बल्ब चाहिँ ब्राइट नेपाल यो बाटो त धेरै हिँड्नेलाई हिँडियो जस्तो छ। दिल्ली हिँडिरहेको अहिले मै आएको बाटो अनि चाहिँ यहाँ बालाई एउटा सामान चाहियो पलाएर बाला अनि लिन आएको थिएँ। अहिले फेरि बत्ती लिन यो बाटो त धेरै ओहोरदोहोर गर्ने। अब चाहिँ आवाज अलिकति कम आउँछ होइन। यहाँ सानो झरना छ नि त, त्यही भएर सानो झरना त के यो माथिबाट आएको पानी ढल हुँदै निक्लेको। गाइस घर घर भेट्छ है त। सो गाइस अहिले चाहिँ मम्मी भएपछि गाई दुधै हुनुहुन्छ। गाईभित्र छ, बाल्टी यहाँ छ। हो गाई दुनी बेरसम्म यहाँ साथी बन्नुपर्छ, फेरि गाईले खुट्टाले हान्न सक्छ। अस्ति भएर ल्याएको हो नि त, त्यही भएर के गर्छ भन्ने थाहा छैन। अस्ति पनि को साथी बसेर म थिइनँ, म आलु रोप्न गएको थिएँ। अनि आज चाहिँ कोही छैन नि, त्यही भएर म भनेर आएँ। घाँस लिएर गएर अब दुन सुरु गर्दै हुन्छ। भित्र गाई छ होइन, म चाहिँ यहाँ बसेछु। यसो बाहिरतिर दुन्नु पऱ्यो नि, भित्र के भन्नु। अनि अहिले त के देखिनु खोइ। यहाँ छ एक गोठ चाहिँ, गोठमा हेर्नु न फर्सी फलेको, गोठमा पुरै फर्सी फलिन्छ। अनि अब त्यो गाई दुई जसमा साथी बस्छु अनि भेट्छु है त। गाईको अहिले चाहिँ म खाना खाएर होइन पिरो खानु मन लाग्यो। अनि गजबको पिरो लिएर आएँ। एउटाले पुग्छ मलाई चाहिँ, थोरै हुन्छ त्यही पनि पिरो खान मन लागेर मात्रै हो कि। अनि एउटाले खान्छु अहिले। अब जाने बित्तिकै बनाउँछु। खाना त ढिलो खाइसक्यो क्या, त्यही पनि किन पिरो खान मन लाग्यो अनि त्यही भएर ल्याएको बनाएर भेट्छ। ठ्याक्कै यहाँ गजबको पिरो नि बनाएर रेडी भयो होइन। यति भयो। मलाई अहिले हल्का पिरो जस्तो भयो, पिरो चाहियो जस्तो भयो। कि ढिँडो खाएको मिठो लागेन आज, किन हिजो पनि ढिँडो खाएको अनि आज पनि ढिँडो खाँदा मिठो लागेन। त्यही भएर यसो पिरो खाउँ जस्तो लाग्यो। अनि त्यही भएर एक प्याकेट मात्रै ल्याएको। दिउँसो खान सोचिन्थेँ, फेरि दिउँसो चिया र बिस्कुट खाइयो होइन। त्यही भएर अहिले गजब पिरो खाएको खान्छु अनि भेट्छु है त। अहिले चाहिँ रातिको 9 बजिसक्यो अनि आजलाई चाहिँ यति नै गरौँ अब होइन। कति मिनट 3 मिनट जतिको भयो होला। ल आजलाई यति नै, भोलि फेरि अर्को नयाँ भ्लग लिएर आउँछु। ल बाई बाई, सी यू टुमारो।